म पहिला धेरै डराउँथेँ। कहिलेकाहीँ त के खाने भन्ने पनि थाहा हुन्नथ्यो। तर अहिले म पढ्छु, साथीहरूसँग रमाउँछु र आफू सुरक्षित भएको महसुस गर्छु। भोइस अफ चिल्ड्रेनले मलाई पढ्न, खेल्न र नयाँ कुरा सिक्ने मौका दिएको छ र यस सहयोगको लागि पाठराजप्रति म आभारी छु। यहाँका साथी सहमिसहरूले मलाई माया गर्नुभयो, विश्वास गराउनुभयो कि म पनि ठुलो भएर केही राम्रा काम गर्न सक्छु। अब म ठुलो भएपछि अरू बालबालिकालाई सहयोग गर्ने सोच गरेको छु। म चाहन्छु कि सबै बालबालिकाले पनि यस्तै जोखिम परिस्थितिबाट मुक्त भई सुरक्षित रहन, उज्जवल भविष्य सुनिश्चित गर्न र खुसी जीवन जिउन अवसर प्राप्त होस्।